नमस्ते साथीहरू, हाम्रो बीच रिकेश भाइ यहाँ आउनु भएको छन्। रिकेश भाइ तपाईँलाई स्वागत छन्। सो अब म रिकेश भाइलाई 5वटा नेपाली सेन्टेन्स सोध्नेछु र उहाँ कोसिस गर्नुहुन्छ ती 5वटा नेपाली सेन्टेन्सलाई इङ्ग्लिसमा ट्रान्सलेट गर्न, ताकि हाम्रो इङ्ग्लिस इम्प्रुभ होस्। त रिकेश भाइ तपाईँ तयार हुनुहुन्छ? हो सर। सो सोध्नु म तपाईँलाई। हो। त फर्स्ट नेपाली वाक्य रहेको छ, म मेरो कपी खोल्छु। आई ओपन माई नोटबुक। ओके, प्रयास भाइले धेरै राम्रो गर्नु भएको छ, यस्तै प्रयास गरिराख्नुहोस्। ओके। सेकेन्ड नेपाली वाक्य यस प्रकारको छन्, हामी कक्षामा ध्यान दिएर सुन्छौँ। We are listen carefully in class. ओके, अब थर्ड नम्बरको नेपाली वाक्य यस प्रकारको रहेको छन्, यसलाई पनि तपाईँ ध्यानपूर्वक सुन्छु ल। हुन्छ। मेरो साथी मलाई मद्दत गर्छ। My friend help me. ओके, अब सेकेन्ड लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छ, म खाना खानु अघि हात धुन्छु। I wash my hand before eating. ओके, अब लास्ट नेपाली वाक्य यस प्रकारको रहेको छन्, म मेरा खेलौना मिलाएर राख्छु। I put away my toys. एकपल्ट फेरि भन्नुहोस् त। I put away my toys. भाइले चाहिँ धेरै राम्रो कोसिस गर्नुभयो। भाइ तपाईँ यस्तै कोसिस गरिराख्नुहोस्। हामी एक दिन अवश्य नै जुन हाम्रो मिसन छन् इङ्ग्लिस इम्प्रुभमेन्ट, त्यो अवश्य नै पुरा हुनेछन्। त्यस्तै नै तपाईँ प्रयास गर्नुहोस्। ओके।